अब हाम्रो केक काट्ने कार्यक्रम भइरहेको छ। ओहो के हो यो विशेष मान्छेहरुलाई प्रमुख अतिथि ज्यूलाई अब मन लगाइदिहाल्नु नि त मेरो आमाले कस्तो राम्रो राम्रो पेन्टिङ बनाएका भए आइयो हैन अहिलेसम्म मेरो आफ्नो स्टुडियोमा छु। अहिले बिहानको 7 बजिसक्यो। आज चाहिँ हाम्रो मेथलाङमा वर्कसप छ, पेन्टिङको वर्कसप छ। आज रमाइलो गर्नुपर्छ, वर्षको अन्तिम दिन है त। ल बाँकी देखाउँदै गर्छु, हेर्दै गर्नु होला है त। ल ए दामी रहेछ त। ए राम्रो रहेछ। कति रे? केटा ल है सब यहाँ हालम त हालम त त्यो नि हालिदियो मिलाएर अटाउनु जति हालिदियो। सब गइसकेको भाइ। अहिले चाहिँ हामी मेथलाङको बाटो हुँदै जाँदैछौँ है गाइजहरू। आमै पुरै रमाइलो हुँदैछ आज। भयङ्कर रमाइलो हुनेवालामा छ होइन। हेर्दै जानुपर्छ है, हेर्दै जानुपर्छ, काहीँ नछोडिकन हेर्दै जानुपर्छ है। ए सर्दे रेस्ट्रोमा आइपुग्यौँ। हाम्रो पेन्टिङ गर्ने स्पट भनेको यही हो। हामी मेथलाङ आइपुग्यौँ। हाम्रो डिभी दाइहरू आइसक्नुभयो, टोलीहरू सब आइसके। हेलो ल वेलकम टु सब। हामी आइपुग्यौँ है दाइ। आज गुड वेदर हो नि। इको लभ एन्ड रेस्ट्रो हाम्रो आजको स्पट। भोबाल मौसम पनि दामी, टोलीहरू पनि सबै दामी। यस्तो सौगात भाइ जस्तो मान्छे त छन् अनि हुँदैन। ह्यान्डसम है, ह्यान्डसममा ह्यान्डसम। ओहो के हो यो विशेष मान्छेहरुलाई प्रमुख अतिथि ज्यूलाई अब मन लगाइदिहाल्नु नि त। मन लगाइदिहाल्नु नि त। के छ हजुरको मन्तव्य? ल अहिले चाहिँ हामी हाम्रो पेन्टिङ गर्ने स्पटमा आइपुग्यौँ मेथलाङमा। हाम्रो यहाँ यो इको लभ रेस्टोमा हो। ल है त जाम। ल हाम्रो पेन्टिङ गर्ने स्पट चाहिँ यही हो। ए सर जाम है जाम, अगाडि बढौँ है। हेलो आराम हुन्छ एकदमै। भोक लाएर औडा भइसक्यो, पहेँलै भइसक्यो भोक लाएर। आज तर मौसम राम्रो भइसक्यो। हिजो कुर्नुको फाइदा यही।
थिएन मलाई अल्जी ल त यो पक्र्नुहोस् त यो फोटो नभएको मेरो हो कि फोटो नभएको मेरो हो कि हाम्रो राहुल दाई है यो त भिडियो है दाई मेरोमा चाहिँ फोटो हुन्न भिडियो मात्रै अब चम्चा होइन अब ट्याक्क यसरी ट्याक्कले नै ट्याक्क अथवा थोरै हाल्नु कति धेरै हालेको कति धेरै हालेको यार फ्री भन्दा होइन भाइ म छेउमा दाईहरूसँग बसेर भाइहरूले खान चान्स पाएको अरे क्या नत्र नपाउने हो क्या तर रियालिटीमा फेरि भाइहरूसँग म यहाँ आएको फेरि हेर्ने आहा ओहो लास्टै दाम यस्तो यस्तो ल्याउनु सर यस्तरी यहाँबाट ल सृजनशील कलाकार समूह कास्की पोखराद्वारा आयोजित वसन्त नामक कला कार्यशाला आज मेथलाङको यो अत्यन्त सुन्दर भूमिमा दक्षिणतिर फेवाताल उत्तरतिर हिमाल पहाडहरू हरियो पहाडहरू को बीचमा को एउटा टापुमा रहेको यो
सुन्दर स्थलमा हुन गइरहेको छ र विगतमा यो कला संस्थाले नेपाली कला र संस्कृतिको उन्नयनको लागि यस्ता कार्यक्रमहरू विगतमा पनि भएका हुन् र हुँदै आएका पनि छन् तर सृजनशील कलाकारले लामो समयको अन्तरालपछि भए पनि यो अत्यन्त सुन्दर धेरै कलाकारहरू सम्मिलित र पोखरेली धेरै कलाकारहरू र वरिष्ठ कलाकारहरूदेखि लिएर युवा कलाकारहरू यस कार्यक्रममा वर्कसपमा सम्मिलित भएका छन्। यो अत्यन्त खुसीको कुरा हो र एउटा हौसलाका साथ आफ्नै संस्थाको भन्दा पनि संस्थालाई प्रेम गरेर संस्थाको तर्फबाट अब आफ्नै खर्चले चाहिँ नि आएर यति ठाउँमा आएर अनि यसरी सँगै बसेर कार्यशाला सञ्चालन गर्नु एउटा ठुलो उपलब्धिपूर्ण कार्य हो भन्ने मलाई लागेको छ र यो कार्यशालामा जति पनि चित्रहरू बनेका छन् त्यो चित्रहरू उत्कृष्ट बन्न सकुन् भन्ने मेरो शुभकामना छ र सम्पूर्ण कलाकारहरू यो सहभागी कलाकारहरूलाई मेरो तर्फबाट हार्दिक शुभकामना छ। आज सृजनशील कलाकार समूहद्वारा आयोजित यो नववर्ष शुभकामना आदान प्रदान तथा यो वसन्त भन्ने वर्कसप भइरहेको छ पोखरामा र निकै धेरै कलाकारहरू पार्टिसिपेसन छ यसमा र म आयोजकलाई हृदयबाट शुभकामना र धन्यवाद व्यक्त गर्न चाहन्छु र यो नववर्षको अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्ते सबैजनालाई, म सृजनशील कलाकार समूहको अध्यक्ष नियुम। आज मिति 2081 साल यो चैतको 31 गते हामी नववर्षको पूर्व सन्ध्यामा छौँ। आज हामी सृजनशील कलाकार समूहको आयोजनामा यो वसन्त नामक हामीले कला कार्यशाला एवं यो नयाँ वर्षको शुभकामना आदान प्रदान यो कला कार्यशाला हामीले यो पोखराको अत्यन्तै रमणीय स्थल मेथलाङमा राखिरहेका छौँ। हामी धेरैजना पोखरेली जुन कलाकारहरूको जमघट आज भएको छ। अत्यन्तै सौहार्दपूर्ण वातावरणमा आज यो कलामय वातावरणमा आज यहाँनिर जुन वर्कसप भइरहेको छ सहभागी सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम सफल बनाउनका लागि जसले जुन रूपमा सहयोग गर्नुभएको छ यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद सहित यो कार्यक्रमलाई को तर्फबाट र सृजनशील कलाकार समूहको तर्फबाट यहाँहरू सबैजना कलाकार एवं कलाप्रेमी महानुभावहरूलाई सृजनशील कलाकारको तर्फबाट हार्दिक मनमै शुभकामना व्यक्त गर्न चाहन्छु।
मेरो आमाले कस्तो राम्रो राम्रो पेन्टिङ बनाएका भाइ यहाँ पुरस्कारले आँखा लिएर गजबको चित्र बनाउनु भयो होइन हजुरले यता पनि त कस्ता राम्रो राम्रो भाइहरूले खतरा खतरा चित्र बनाएर त होइन